हेर्नु बाख्रा पाठा कति धेरै हाम्रो धरानमा सप्लाई गर्नुहुन्छ बेला बेला। एउटाको व्यवस्था भइसकेछ, हाम्रो लागि व्यवस्था हो अरे यो चाहिँ। अब हामी एकछिन पर बडा बाबुहरुमा पुगेर मात्रै आउँछौँ सुरुमा हैन। कान्छा भाइको डढेलो यस्तो हुँदो रहेछ यहाँ केही नै गर्छ नाङ्गै बनाउँदो रहेछ यति माथि माथिसम्म आएको रहेछ कि डढेलोहरू। एउटा एउटा घर हुने मान्छे त कसरी कन्ट्रोल गर्छ त नेपालले। त्यस बाटो अप्ठ्यारो अप्ठ्यारो भए पनि पुगेको रहेछ है बाटोहरू अहिले धेरै ठाउँ कि मैले पहिला त कस्तो थियो पनि अब फर्स्ट टाइम आएको यतिसम्म चाहिँ भएको रहेछ। कुन घर कस्तो हुन्छ नि त लिमिटेड रहेछ नि त स्टक। अब हाम्रो कुन कुनबाट भयो अरे काइलाबाट भयो र जेठाबाट भएको अरे सन्तान त्यो आमबोटेबाट चाहिँ नि छिटो पर्छ तर कस्तो त्यो त भर्खर नयाँ बनाएको रहेछ नि बाटो अप्ठ्यारो। यहाँ त गेटको सुविधा रहेछ सुविधा यो चाहिँ गाउँकोले बारेको कि क्या के हो यो चाहिँ छोड्दै हिँड्नु अरे आयो गेट खोलो भने चाहिँ बाहिरको मान्छे आयो भने थाहा हुन्छ होला क्या के हो यो चाहिँ गाउँको मान्छे लाग्यो कि अर्कीको पर्सनल कति रहेछ त बाइकहरू गरेको रहेछ खेती रहेछ क्या यहाँ खेती। बडाबाट हामीलाई साथी दिन आउनुभएको बडाबाको छोरा चाहिँ साथी दिन आउनुभएको फेरि अर्को पनि गेट रहेछ बिचरा बडाबा माथि नि बारेको रहेछ के रहेछ यो चाहिँ केही खेती होला फेरि यता चाहिँ लागेर डढेलो है अन्त वारिवारि यहाँदेखि मात्रै छ डढेरै त छ यता निभाएछ उयो स्याल कराएको कि कुकुर यहाँ पुरा यो खेती गर्नुभएको अरे सबै पहिला पहिला बारी अघि हामी बसेको मूल घरदेखि नि यहाँ आएर खेती गर्नुहुन्छ मम्मीहरू त्यही भएर सन्तान चाहिँ फर्किएको अब जाँदाखेरि अब जाने मान्छेहरूलाई घरमा लड्न खोज्दै भन्ने माइला है जेठा बडाबा हुनुहुन्न तर जेठा बडाबाको बुहारी यहाँ हुनुहुन्छ अनि यहाँको हामीहरूको टिमुरे भन्छ यसलाई चाहिँ टिमुरे भन्ने ठाउँमा होइन यो ठाउँलाई चाहिँ सुत्लाले भर्खर सानो हुँदैखेरि त्यो सानोमै छिप्पेछ त यो छिप्पी बालोको रहेछ त कि सानै खालको जाते ए जाते सानो त्यो त फेरि ठुलो भइरहेछ त उ त्यो यो चाहिँ सानो यो चाहिँ ठुलो खालको के हो यो चाहिँ सुन्तला ए यो चाहिँ डल्लो खालको सुन्तला चाहिँ के हाल्नु यो त साह्रै ए झन्डै लड्यो देवरानी आउनुभयो ट्र्याक्टर अस्ति नै ल्याएको नि डुडेले त गरिरहेछ अनि के उहाँ बाटाहरू सुतिरहेछ डुडेले त चलाउँछ अब हाम्रो माथि देखिँदैन होला पानी चाहिँ के चाहिँ स्टकमा छ एक वर्षलाई पुग्ने बसेको नि 1 घन्टाभन्दा धेर भइसक्यो पानी परेर अड्किम खाजा खाएर यतिकै बसेकै
परेको परे हाम्रो बाइकसँग लडेछ तिनटामा एउटा साइड हुनुहुन्छ अलिकति ओह्रो राखेको त भाँचेर तलै भिरको तलै झर्थ्यो नि झर्थ्यो रहेछ हाम्रो बिचको कसरी तलतिर गएछ नि बुड्केछ क्या रोडको बिच होइन ए यस्तो बिजोक दाइको सार्दैन आँट्दैन हुन्छ भाँचिन्छ यता ओह्रो आउँछ हामी कुन घर जानुपर्ने उठ्यो घर त्यो घर अनि यहाँबाट काल्ने काल्न जाउँ न सजिलो छ त पानी नपरे त पानी पर्ने बित्तिकै त हुस्से आइहाल्यो हुस्से आमा हुस्से आयो हौ मजाले त्यो घरबाट त्यो घर जानुपर्ने थाहा छ त्यो बाइकबाट उताबाट जान्थ्यौँ पानी पर्नेमा गएर गुटुम टुम कुद्दै आउँदैछौँ हामी होइन रेनकोट छाता ओढेर हामी कुद्दैछौँ बाटो देखाउने मान्छे त उहाँ पुगिसक्नु भइसक्यो यो ग्रिन घरबाट आयौँ अब अब चमाको घरमा माथि खसी खान जानुपर्ने हो यो माथि डाँडामा अघि त्यही पसेर आएको हामी अब यो घरमा जानुपर्ने जाउँ यता उल्टो आएछौँ बाटो उता माथिबाट बाटो तर पनि होइन यता त उछ हौ गोबरी गोर्खा छ नि त यता उताबाट हो कि उता पनि छैन होइन छैन भनिसकेँ ए बाँच्ने रहेछ पानी परेर त 1-1.5 घन्टा माथि नै बस्यो छ त्यहाँ बाटो पक्नु त ए पक्नु म त्यहाँबाट आउँछु यतैबाट हो उसमा यताबाट जान्छु बडा हामी लाग्यौँ अहिले भरे आउनुहुन्छ होइन ल मजाले घाम लाग्यो यता हो र माउ बुढी लाग्यो म यतैबाट आएको अघि हामीले यो ठिक ठाउँबाट आएको रहेछौँ तर यो झ्याक्रा चाहिँ नभएको भए चाहिँ ठिक कताबाट गाडिन्छ हल्का मान्छे ल परिया बोकेर लसुन बोकेर लाग्यो भाइ पात पनि बजाउँदैछन् मान्छेहरूले तिमुरेबाट उकाल लाग्यो अरू खर्का पात पनि बज्छ कि क्या टिमुरे गाउँ टिमुरे टिमुरे गाउँ टिमुरे जङ्गल बस्ती हाम्रो दाजुभाइको बस्ती यताउँदी घुमेर उकाल हामी जाँदैछौँ मान्छे
मान्छे हिँड्दै गर्दा हिन्दू शीतल भयो तर अलिक गाह्रो पर्ने भयो चिप्लिएर रहेछ म त्यत्रो मान्छेहरू खाएर यस्तो घाँसहरू हिँड्नु नसक्ने भइरहेछन् पुरानो बाटो नि त परेको धेरै वर्ष भइसक्यो नि त धेरै खादिसकेको हाम्रो जेठा छ त हामीले लिएर आएको सम्झना आएपछि कि सम्झनाको चाहिँ हो होइन कति हो त्यो सेन्टेन्स त्यही कपी गर्नु रमाइलो छ आँखा चाहिँ खुन्थ्यो लडेला नि उता अगाडि ढुङ्गातिर लडिँदैन कसरी खानु त म बेलले खान्छ लडसन गर्न है आयौँ है आयौँ यो उकालो होइन यो एकदम तेर्सो यो टिमुरेको तेर्सो हो तर मान्छेले हामी आइपुग्यौँ भर्खरै मर्दैन अब हाम्रो दाजु भाइ घर आउन आँट्यो फेरि बेलुका चाहिँ कसो भन्नु त बडा टिमुरेको तिनकुने भन्छौँ कति मिलाएर कोलिएको तिम्रो तिन कुनी हाम्रो घरको बडेमाको माइती चाहिँ च्याङ्रे हो बुहारी भने भोजपुर नै भोजचुर त्यो अहिले भन्नेबाट उता जान्छ भोजचुर भन्नु उठिन्छ भन्नु त बडा नाइ त उठ्ने रहेछ घर ठोक्कै अगाडि त यहाँ टिमुरे आउने जतिलाई परेन उता तिमीहरूलाई परो हामी अगाडि हामी अगाडि निस्तै भोकै सुत्नु के पनि बुझ्नु ठिकै हो यता सिएनमा जाने म पक्का हो नि अनि लु खानु सबै पनि भन्छ बुढीले चाहिँ भन्छ बुहारीले त के हो तपाईँ मात्रै खान्छ अनि काहीँ गएर गाउँतिर खाएर आयो भने सबैलाई पनि लाग्छ है भन्छ कहाँ हिँड्नु सिएनमा जाने होइन यता होइन पछाडि जाउँ न जानु नि त म यताबाट जान्छु ल बाई बाई भरे आउनु हुँदैन होला भरेबाट मात्रै आउने होला ए गाडीवाला दियो दाम ए बडेमा देखाउनु भएको घुमाइ गाडीमा पर लाँदा भयो शिलाले को घर जेठाजीको घर छुट्यो अब भन्दै बिदा गर् आउँदा आउँदै पानी पर रोकेर आएको बाटो चिप्लो उस्तै त्यस्तो अफ्रो रमाइलो भयो झन्डै झन्डै खुट्टा भाँची लाउनु बिचरा बडा भए चाहिँ एउटा परे भएको हातमा परेर माया लागिसक्यो अन्त बडा भएको एउटा काइले एउटा रमाइलो मजा आयो म त मजा आयो मजा आयो अलिअलि चाहिँ खुट्टा भाँचिन्छ भने चाहिँ टेन्सन लाग्यो बाइक ड्याम्मै लड्यो भने त चिप्लो नि कतिचोटि ठेल्दा गाह्रो धन्न राइडर केटा 1 2 3 ले अब चमाकोबाट चाहिँ हामी बिदा हुँदैछौँ 7:30 बजे माथि हाम्रो बडा बाबु मूल घरमा चमा बाई बाई मामा चमाले माछा मारेर बस्ने हुन्छ कति धेरै आएको माछा मार्दै बस्नुहुन्छ अब चमा हामी जान्छौँ चमाको घरबाट मेरो पैसाको
यस्तो अँध्यारो छ बाइकमा जानु पर्ने जानु सबै भिजेको छ चिसो लागिसक्यो चाहिँ निनी हाम्रो बडेबा अजा दाजुभाइ अजाको छोरी होइन बाटो बाटो पस्दै पस्दै अब दुईटा अजाकोमा कान्छा अजाको छोरी ताइरा बडाबा अघि हामी गइसक्यौँ उहाँकोमा हामी हजुर हामी पस्दै पस्दै नै सक्यौँ अब चाहिँ एकचोटि अन्तिममा यो होइन हुन्छ अगाइसक्यो सबै कुरा हामी त केही पनि नखाने होइन पर्दैन केही पनि होइन होइन नखोल्नु चिसोमा आइपुग्यो आइपुग्यौँ फट्टरीका वैशाखी पूर्णिमा भनेको चाहिँ के भन्छ उभौली पूजाहरू सबै भइसक्यो यता बुटल सबै के भइसक्यो त्यता सबैतिर हुँदै होला पानी आयो पानी हामी चाहिँ देवी पूजा गर्न जाँदैछौँ पूजा गर्न जाँदैछौँ यहाँ आर्काको सधैँ गरिरहेको पूजा गर्न जाँदैछौँ सधैँ गरिरहेको मूल घरबाट मूल घरको पूजा सकेर पहुँचै नआइज भनेको ल लाग्नु तयार पर्दै गर्नु धरान जानुलाई मम्मी भाइ के भन्नुहुन्छ मलाई गाह्रो हुन्छ कि जस्तो लागेर चाहिँ बढाइमा ल्याउँदै हुन्छ खै हेर्नु त के उसिनु कोसेली उसिनु के उसिनु कोसेली हो नानी कोसेली खसी ल अब चाहिँ हामी यहाँबाट मूल घरबाट निस्किन आँट्यौँ धरानतर्फ बुवा निस्किसक्नुभयो अरे बाई बाई हस् हस् ल धन्यवाद बाई बाई बडेमा ल जाउँ राम्रो गरी जानु बेला बेलामा आएछ हामीलाई फोन पनि गर्नु हुन्छ के गर्नु बुवा अघि झर्नुभएको गीताङ्गेले भने बाँसेको ढुङ्ग्रो गाई दुने मयाले मर्नु नहुने भन्थ्यो त्यस्तै हो अब के गर्नु सँगै बसेर पनि नपुग्दो रहेछ त ल हुन्छ बाई 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 के हामी त शुक्रबार बेलुका हिँडेको मान्छे सोमबार 3 बजे ठ्याक्कै हामी यहाँबाट यात्रुबाट जाँदैछौँ भोजपुरबाट पानी पर्ने जस्तो छ तर नपर्ला भन्ने आश छ तलतिर अगाडि बेसीमा फेरि घाम लागिरहेको छ अब के भन्नु भिजेर त्यस्तो लाग्छ ल अब चाहिँ हाम्रो बिचको बाटो आयो के बोट अरे भर्ला बोट भन्ने त गइदियो भने चाहिँ कता छ अरे लेगुवासम्म हामी सरल नन स्टप जान्छौँ अनि त्यसपछि लेगुवामा स्टप हुन्छौँ होला एकछिन रेस्ट हुन्छ केही हुन्छ होला त्यसपछि अनि हामी अपरेटिङ जाउँ सिउ इन लेगुवा अनि खोर्सानी बारी धरान उहाँको त पिरो हुँदैन नि त्यो कहाँबाट आउँछ कि यहाँको त अस्ति चाखिसकेको त पिरो भइसकेको छ यहाँको हामी लेगु आइपुग्यौँ बडाबाको घरमा अस्ति बास बसेको ठाउँमा एकछिन भेटेर जान आँटेको अब चाबी खोसेर दिनुभएको छैन बडाबाको घर यो चाहिँ
लेकुबा रामको चर्चा दाजुले भाइको चाबी कोसेर जान दिनु भएको छैन। ल झरिसक्नु। हामी चाहिँ पाख्रेबास बजारमा छौँ। अब यति बेला 4:50 गएको छ। तर अब अघि हामी बसेको मूल घर साइलाबाट गएको जेठा छोरा बुहारी पाख्रेबासमै बस्नुहुन्छ। उहाँहरूलाई चाहिँ एकछिन भयो नि भेटेर जाने भनेर नयाँ भएको बेला जाँदैछौँ हामी भित्रपट्टि बाटो। एकैछिन बसेर भेटेर दर्शन गरेर हामी बस्छौँ किनभने हामी धरान पुग्नुपर्ने छ। यसको उस लागेको छ नि हाम्रो 5:30 भइसक्यो। काँडा उम्रिसक्यो यस्तो चिसो छ। बाह्रै मास यत्तिकै अरे यहाँ बाह्रै मास यत्तिकै हो अरे। अहिले भाउजू बस्नुहुन्छ। भाउजू भन्दा नि ओइ बिचमा बस्नु भएको मेरो बुढाको चाहिँ भाउजू मेरो जेठानी दिदी पढ्नुहुन्छ। अब हामी निस्किन लागेको एकछिन खाजा खायो जान्छौँ। भाइ पाख्रेबासमा छौँ चिसो हुँदो रहेछ। आउनु भयो नि मम्मी जान्छौँ है हामी। ल बाई बाई। ल गएको ल नानी धरान बस ल। बाई बाई। चोकसम्म तर बस्नु है कस्तो चिसो हो। किन ए झा बस्छु भनेको हो नि त। अनि बस्छु भनेको त नि आज बस्छु भनेको होइन यो तरकारी भएर पकाएको कसैले बार्गेन हुँदैछ। ए वैशाख महिनामा देख्दैन है लु। देखेको छ कि क्यामेरामा त बिस्तारी आउन बिस्तारी। देख्दैन मान्छे हिँडेको कस्तो देखेको। नदेखिने क्या हावाले कस्तो यहाँ झर्न पर्छ। फेरि अब कत्रो उडेको यो होस् सभा 7मा चाहिँ हामी धेरै टाढ आयौँ। अब त घरको नजिक आयौँ जस्तो भइसक्यो। बल्ल मनले शान्ति पायो। See you at home now. See you at home. धरानको बजारमा माया बस्यो एकै नजरमा। माया धराने फर्स्ट टाइम धरान आएको जस्तै लाग्दैछ। त्यो नयाँ ठाउँ जाँदाखेरि एक्साइटेड हुन्छ नि त्यस्तै लागिरहेछ। अब धरान यति दिनपछि फर्किँदा त भिडियो घरकै रात्रै बनाऊँ भनेको भन्ने मानेन। हेर्नुहोस् हाम्रो धरान, हेर्नुहोस् मेरो ठाउँ, मेरो प्यारो धरान हेर्नुहोस्। हेर्नुहोस् यताबाट जान्छौँ हामी सर्टकट बाटो जान्छौँ हामी गाइस। रङ साइड नल्याउ न हो ब्रदर। कति रमाइलो ठाउँ, कति रमाइलो गाउँ सहर। फाइनली लाली हेर न पुच्छर लाएको नानी काली आइपुग्यो फाइनली। मम्मीहरू त कता हराउनु भयो त अगाडि आएको मान्छे। एमी नानी पुच्छर न लाकोले ल ल ह्याप्पी भएको। म त बालै दिँदैन त यो त। ओइ ओइ लाली म त बाल दिँदैन हौ अहिले।
खै त मम्मीहरू त भान्जाले ढोका खोल्नु भयो हेर न हतार कुदेको कुदिसक्नु भयो भान्जा ढोका खोल्नु